हेलो साथीहरू, गुड इभिनिङ। के छ, खाना पाएको तपाईँहरूको? मेरो चाहिँ खाना पाक्नु लाग्यो। यहाँ दुध छ, यहाँ खाना पाकिसकेको छ। यहाँ दाल पाक्यो, यहाँ दाल पाकिसक्यो। अघि राखिसकेको छु मैले। यहाँनिर इस्कुसको मुन्टा र आलु पाकेको छ। यहाँनिर चाहिँ यो इन्डक्सनमा तताउँछु म जहिले पनि दुध तताउँदा। यहाँ दुध तातिसकेको छ। अनि यहाँ चाहिँ म अचार बनाउन रेडी गरेको छु। यो पुदिनाको पत्ता, अनि त्यस पछाडि यो लहरे आँप हुँदा चाहिँ कति सजिलो हुन्छ भने नि अचार बनाउन। अमिलो पनि चाहिँदैन, केही पनि चाहिँदैन। अचार बनाउन रेडी गरिसकेको छु। चाहिँ छोप हो, सेतो तिलको छोप। छोप लाउन चाहिँ कालो तिल राम्रो हुन्छ। म चाहिँ सेतो तिल भुटेर छोप बनाएर राखेको छु। यो चाहिँ शुद्ध नुन हो। मैले अचारमा चाहिँ जहिले पनि शुद्ध नुन नै हाल्छु। अर्को नुन आयोडिन नुन काँचो नखानु जस्तो लाग्छ कि। अब यसलाई मजाले हात धोइसकेपछि अचार चाहिँ हातैले मारेको मनपर्छ। भइसक्यो। यो लहरे आँपकै अचार है साथीहरू, तर तरिका मात्रै फरक हो। अचार चाहिँ लहरे आँपकै हो। रेडी भइसक्यो। यता बाहिर चाहिँ नानीहरू खेल्दैछन्। बाहिर मेरो छोरा अनि उसको साथीहरू खेल्दैछन्। भेटेँ, यो पहिला हामी खान्थ्यौँ सङ्गम भनेर, त्यही भेटेँ। मेरो छोराहरू ल्याएर राखेको होला। हजुर आउँदैछु, कराउँदैछ भलिबल खेल्न आउनु भने।